हेलो गाइस, यो रहेको छ हाम्रो नलघाट नगरपालिकामा पर्ने झरना। डोल्पा जाने क्रममा बाटोमा भेटिन्छ। हेर्नुहोस् है त। हामी पुगेका छौँ डोल्पाको खदाङ बजार है। हामीसँग पर्याप्त मात्रामा भिडियो बनाउने टाइमहरू यताउति नहुँदाखेरि हामीले चाहिँ यो फोटोबाटै भिडियो बनाएको छौँ। यो खदाङ बजार यो आयो अब खदाङ बजारभन्दा थोरै अगाडिको पुरै चट्टानले बनेको बाटो गाइस, एकदम चुनौतीपूर्ण छ। अनि यो आयो हाम्रो मन्दिर जाने तलको गेट। फाइनल्ली हामी माथि मन्दिरमा पुगिसकेका छौँ। अब भित्रतिर हेरौँ। तपाईँहरू पनि यहाँ मन्दिरमा आउने सोचमा हुनुहुन्छ भने यो चाहिँ दसैँभन्दा 2-4 दिन अगाडि आउनु हो भने एकदम रमाइलो हुन्छ है। यहाँ दसैँमा त एकदम खोल्न सुरु मन्दिर जानलाई। यता हेर गाइस, अब जुत्ताहरू खोलेर ट्याक्क जानुपर्छ। प्रवेश हुँदैछ है। हेर्नुहोस् त के हुन्छ। खतरा सिन देखाउँछु, क्यामेरा भइदियो भाइ। यो चाहिँ खासमा दुर्गा भगवती माईको मन्दिर भएको कारणले गर्दाखेरि गाइस है, दसैँको मौलो पूजाको बेला यस्तो व्यापक मेला लाग्ने रहेछ। आम्मामा कति धेरै खसी राँगा बोका सब ढाल्ने रहेछन् है यहाँ। तपाईँहरू पनि एकदम हेर्न आतुर हुनुहुन्छ भने मिलाएर दसैँमा जानुहोस् है यो ठाउँमा। त्यहाँबाट छिर्नु। उतै उसको रहेछ नि त अनि दुर्गा माताको मन्दिर रहेछ नि त उतै। यो दसैँमा त यहाँ पुरा राँगासाँगा काट्छन् होइन बोकाहरू होइन। बस्नु एक जग्गा, हिँड्नु अब। मिल्छ क्या? डोल्पा हजुर, डोल्पा। त्यही हो अघि उकालो आउने मन्दिर। ल हामी चाहिँ अब मन्दिर सबै घुमेर अब फर्किँदाखेरि चाहिँ एउटा दुईवटा फोटोसोटो खिच्यौँ है। अब हामी चाहिँ फर्किन्छौँ। हामी चाहिँ घुमेर सकियो गाइज। अब घुम्ने पालि हामी सँगसँगै तपाईँको टक्क लाएर भिडियोलाई सेयर कमेन्ट गरेर तल रहेको घन्टीमा टडाङ्ग बजाएर सब्सक्राइब गरिदिनु होला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।